चाहिँ लगाएको छु खाए सार लाए सार मरेपछि लाम्पसार घर फर्किँदैछौँ साथीहरू। काम चाहिँ लगभग सबै भइसक्यो होइन। राहुलाई एकदम धेरै मिसिङ भइरहेको छ मेरो छोराहरूलाई चाहिँ। हेलो एन्ड नमस्कार, वेलकम छ हजुरहरूलाई झना मल्ल युट्युब च्यानलमा। म छु झना सेपिङ मल्ल, उपस्थित भइसके नयाँ भिडियो यानि कि ब्लग्स ल्याएर। सम्पूर्ण सबैजना स्वस्थ हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला अनि व्यस्त हुनुहुन्छ होला भन्दै मैले भिडियो यानि कि ब्लग स्टार्ट गरेँ साथीहरू। आज चाहिँ मेरो कान्छी छामा आउनु भएको छ। उहाँले चाहिँ म्याग्दी डिस्ट्रिक्ट हस्पिटलमा काम गरिराख्नु भएको छ अनि उहाँको चाहिँ लाइसेन्सको रिन्यू गर्नुपर्ने छ। रिन्यू त मेरो पनि गर्नुपर्ने थियो, तर मैले चाहिँ अहिले अभियसली काम पनि गरेको छैन, केही गरेँ छैन, त्यही भएर मैले नगर्ने। अनि मेरो छामाको लाइसेन्स चाहिँ रिन्यू गर्न जानुपर्ने छ म र मेरो छामा। मैले चाहिँ मेरो बच्चाहरूले स्कुल पुऱ्याएर अब रेडी पनि भइसकेँ होइन। अनि म र मेरो छामा चाहिँ मेरो छामाको लाइसेन्स रिन्यू गर्न जाँदैछु अब। अनि मैले चाहिँ यो ड्रेस किनेको पनि 2 वर्ष कम्प्लिट भइसक्यो। 2 वर्ष भइसक्यो अनि खासै लगाउने गरेको थिइनँ। अनि यो अटायरमा चाहिँ एकदम म्याच हुने पर्यो अनि त्यही भएर यो अटायर गरेको छु। यो चाहिँ माई डियर हस्बेन्डले हाम्रो एनिभर्सरीको फर्स्ट गिफ्ट चाहिँ मेरो हस्बेन्डको तर्फबाट रहेको छ साथीहरू। यहाँ छ चुरा अनि यहाँ छ अम्ठी अनि यहाँ कानमा यस्तो छ। अनि यो भइहाल्यो। एकदम एलिगेन्ट, एकदम राम्रो, एकदम मनपर्ने राम्रो लागेर मैले चाहिँ लगाएको छु। खाए सार लाए सार मरेपछि लाम्पसार साथीहरू। त्यही भएर मलाई चाहिँ त्यति साह्रो कपडाहरू त्यति साह्रो उहरू चाहिँ साँचेर राख्न मन लाग्दैन क्या, त्यही भएर लगाइरहेको छु। खासै त्यस्तो स्पेसल त केही नै होइन। हाम्रो चाहिँ एकदम धेरै कामहरू छ, न्यु रोड पनि पुग्नुपर्ने काम छ। अनि मैले चाहिँ यो लगाएर भिडियो बनाउनुको कारण पनि केही कारण पनि छ। मैले चाहिँ अस्ति भिडियो बनाउने बेला हेर्नुहोस् न साथीहरू, मेरो बुढाले मलाई दिनुभएको डायमन्ड सेट भनेर अनि भिडियो बनाइरहेको थिएँ। अनि मेरो बुढाले त्यत्रो ठुलो त्यो डायमन्ड सेट होइन, किन डायमन्ड सेट भनेको त्यत्रो ठुलोलाई त करडौँ पर्छ भन्नुभएको थियो। मलाई चाहिँ त्यो करडौँ अरबौँ पर्ने डायमन्ड सेट भन्दा पनि झन् माथिको लगाइरहेको छ कि यो यिनीहरू चाहिँ, किनकि एकदम मायाले दिनुभएको हो नि त फर्स्ट गिफ्ट होइन, एनिभर्सरीको फर्स्ट गिफ्ट होइन। अनि त्यही भएर मैले चाहिँ डायमन्ड सेट भनेको थिएँ। यो चाहिँ डायमन्ड सेट त होइन हुन त, तर डायमन्ड जस्तो देखिने सेट। यो चाहिँ चाँदीमा यो उसहरू भरेको हो कि, यस्तो राम्रो छ। नराम्रो त कहाँ छ र साथीहरू, राम्रै छ। अनि त्यही भएर डायमन्ड सेट भनेर छौ भिडियोमा, किन डायमन्ड सेट भनेको त्यो डायमन्ड सेट होइन भन्नुभएको थियो। डायमन्ड सेट त यो होइन, तर मलाई चाहिँ त्यो डायमन्ड सेट भन्दा पनि माथि लगाइरहेको छ साथीहरू। सो यो ड्रेसमा पनि एकदम म्याच भइरहेको छ। मैले अटायर गरिरहेको छु यो सेटको। अनि हजुरहरू पनि मन पर्यो भने बाला ज्वेलरीलाई सम्झिनु होला। त्यही भएर यस्तो चटक्क परेर म चाहिँ छामाको काम छ अनि मेरो पनि अलिअलि काम छ, न्यु रोडतिर जान लागेको छु साथीहरू। सो पछि भेटौँला। यो नेपाल नर्सिङ परिषदबाट घर फर्किँदैछौँ साथीहरू। काम चाहिँ लगभग सबै भइसक्यो होइन। अब 3 महिनापछि फेरि आउनु पर्यो। अनि हामीहरू चाहिँ 3 छामा भजी चाहिँ एउटै फिल्डको मान्छेहरू पऱ्यौँ। अनि हामीहरू चाहिँ म त अहिले अब 50,000 जन्माएर मेरो चाहिँ उता हो, मेरो दर्ता गर्नु चाहिँ त्यहाँ हो। म चाहिँ कहिले पनि आएँ होइन। अनि अनि के हामी चाहिँ घरको 3 छामा भजी चाहिँ एउटै फिल्डको पढ्या भएर हामी चाहिँ फाइट गर्नुपर्थ्यो 3जनासँगै मिलेर। छामाहरू त कन्टिन्युटी दिइराख्नु भएको छ, मैले चाहिँ कन्टिन्युटी दिन सकेको छैन, किनकि मेरो 2वटा बेबीहरू छन्। अनि बेबीहरूलाई हुर्काउन पनि पर्यो साथीहरू होइन। त्यही भएर मैले चाहिँ कन्टिन्युटी दिन सकेन। अनि मेरो छामाहरूको चाहिँ लाइसेन्स रिन्यू गर्न आएको, मेरो पनि गर्ने टाइम भएको छ, तर मैले चाहिँ गरेको छैन साथीहरू। अनि एउटा फोटो खिच्ने छामा बन्द गर्छु त्यो किन अनि हामी चाहिँ अब फर्किँदैछौँ। अब हामी कहाँ जाने, अरूको कामले जाँदैछौँ हामी साथीहरू। अहिले भेटौँला पछि। म
चाहिँ एकचोटि आएको थिएन सधैँ अरूलाई लगाउने गरेको थिएँ एकचोटि कृष्ण मामाले गरिदिनु भएको थियो लिनु अनि अर्कोचोटि चाहिँ कसले गर्यो खगेन्द्रले गर्यो होला त्यही भएर अहिले चाहिँ फेरि रिन्यु गर्ने टाइम आइरहेको छ मेरो पनि गरेन साथीहरू यहाँ चाहिँ एकदम बिजी हुने रहेछ रिन्यु गर्ने मान्छेहरू एकदम धेरै टन्न आउने रहेछन् वेटिङमा बस्यौँ हामी एकदम धेरै अब हामी फर्किँदैछौँ साथीहरू अहिले पछि भेटौँला है त पछि भेटौँला है भोलि आउने होला कि नआउने होला म झ्याउला नि एक्लै दुई बहिनी चाहिँ एकैचोटि लिन आउनुपर्छ होला भोलि नै आउनु पर्ने भयो 3 दिनै है धाउनु पर्ने भयो मैले चाहिँ भगवान् भीमसारा छामाको आइली छामाको फेरि भोलि लिँदैन आइज लिन आउनु भन्नु भएको छ अनि उनको फेरि यो महिनाको अन्तिममा आउनु पर्ने होला अब उनी त अब गइहाल्छिन् बिजी मान्छेहरू जागिर गर्न जान्छन् म आउने होला अब अहिले त छामा हुनुहुन्छ छामासँग आएँ ठिकै छ एक्लै हिँड्नु पर्यो अलिक झ्याउ लाग्छ अलिक टाढा नजिक खुट्टाले हिँड्ने ठाउँमा त ठिकै छ यो गाडी चढेर यात्रा गर्नुपर्ने ठाउँहरूमा त एक्लै हिँड्न पनि झ्याउ लाग्छ तिम्रो यसको अन्तिममा आउने होला म भोलि पनि आउने हो कि नआउने होला म फोन नम्बर लिएर आएर अलिक पछि आए नि हुन्छ भन्नु त फोन नम्बर मागेर लिनु पर्दा भनेको हुन्छ होला नि चिसो दिन गरे यसो मफलर त लिनुपर्ने रहेछ टाउको दुख्नु पर्यो झन् गाडी लागेको छु म पार्छु ल जाउँ गाडी आयो ए भगवान् नरोक्ने रहेछ भाइ रोक्न पर्ने हो त त्यहाँ हिजो हामी कहाँदेखि तलदेखि है चढेको हिँडेर त कहाँ पुग्छिन्छ र साथीहरू हामी छामा भएपछि चाहिँ भोक लाग्यो अनि खाजा खान आएको खाजा खाएर फेरि अर्को काममा जाँदैछु अनि यता चाहिँ हामी छामा भएपछि चाहिँ एउटै प्लेटमा म चाउमिन खाइरहेको छु चाउमिन र मोमो भनेर चाउमिन खाँदैछु साथीहरू के गरेर आउला नि एकदम धेरै मिसिङ भइरहेको छ मेरो छोराहरूलाई चाहिँ एकदम मिस गरेर आएको छु सँगै हुँदा चाहिँ यस्तो नगर उस्तो नगर यो नचलाइ त्यो नचलाइ भनेर एकदम धेरै कराउनु पर्ने साथीहरू तर आज चाहिँ बिहान 9 बजे बच्चाहरूले स्कुल छोडेपछि चाहिँ म यतैको यतै बिजी भएँ म र छामा भनौँ न होइन अनि अहिले फेरि बच्चाहरूको एकदम धेरै याद आइरहेछ साथीहरू के गरौँ हामी चाहिँ यता भोटाइटी गएर सामानहरू किन्यौँ अनि हल्का सपिङहरू पनि गरेर फर्किँदैछौँ सो साथीहरू आया हामी चाहिँ अब असन बजार आइपुग्यौँ
अब एकछिनमा गाडी चढेर हामी घर जाने अनि छामा भोलि जाने भन्दै हुनुहुन्छ। टिकट पनि काट्नु छ, अझै काम त कति धेरै उता नेपाल नर्सिङ काउन्सिलिङमा गयौँ, त्यसपछि यता आयौँ, आएर अङ्कलको सामान फेरि खोज्नु पर्ने। हामीलाई फेरि खास त मलाई फेरि त्यति राम्रो थाहा नहुने, बल्ल अलिअलि आइडिया भयो कता जानुको मेरो ठाउँमा अलिअलि आइडिया भयो होइन। अयो यसरी अब गाडी चढेर हिँडेपछि अलिअलि सामानहरू आफै किन्न आएपछि चाहिँ बल्ल थाहा हुने रहेछ। अनि एकछिन अल्लमल्ल परेर घुम्यौँ भन्दै साथीहरू अब हामीहरू चाहिँ जमलको अलि माथिबाटै लाग्छ होला गाडी, घर जानेवाला छौँ। यतिन्जेलसम्म मेरो भिडियो अनि कि ब्लग हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद। अनि भिडियोलाई मन पराएर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु भएकोमा पनि एकदम धेरै थ्याङ्कफुल छु साथीहरू। म यो भिडियो अनि कि ब्लगबाट म र मेरो छामा बिदा हुन चाहन्छु। हस् त, नमस्कार, बाई बाई साथीहरू, ह्याभ अ गुड डे, बाई बाई। अर्को नेक्स्ट ब्लगको साथमा फेरि पनि म उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि मलाई चाहिँ बिदा दिनु होला साथीहरू, बाई बाई।